नमस्ते। आज हामी कोरियाको जिन्जुबाट हामी छौँ। हामी चाहिँ आज कोरियाको सिजाङमा यानि कि बजारमा जाँदैछु। यहाँ चाहिँ कोरियामा चाहिँ यो रोडको छेउछाउतिर चाहिँ यो व्यवहार गर्न नपाइने रहेछ, जुन कोरिया सरकारले नै निश्चित ठाउँ तोकिदिएको हुँदो रहेछ। त्यहाँ गएर आफ्नो लोकल प्रडक्टहरू पनि बेच्न सकिने र लोकल प्रडक्टहरू त्यहाँ गएर चाहिँ किन्न सकिने रहेछ। हामी त्यो लेट्स मुभ आज त्यहाँ सिजाङभित्र जाउँ, हामी के पाइन्छ हेरौँ। यहाँ एकदमै क्राउड बढी हुन्छ। यहाँ सिजाङमा चाहिँ यसरी व्यवहार गरेर हुन्छ। यहाँ पुरानो खालको एकदम इलेक्ट्रोनिक सामानहरू पनि त्यस्तो छ। शीतल यहाँ जिउँदो माछाहरू पनि यहाँ छ। यहाँनिर यसरी व्यवहार गरिरहेको हुन्छ। यसरी आफ्नो लोकल प्रडक्टहरू सबै यिनीहरू। यहाँ कोरियामा चाहिँ कस्तो हुँदो रहेछ भने एकदमै व्यवस्थित तालले बनाएको हुँदो रहेछ। यहाँ एकदम सस्तो खाले सामानहरू पनि देख्न सकिन्छ। यहाँ भित्र जाउँ, यहाँबाट कहाँ पुग्छ। आज चाहिँ धेरै पसलहरू बन्द छ। यो गरम विद्यालय पनि होला यो आज आइतबार। यहाँ कोरियामा उनीहरूको ट्रेडिसनल ड्रेस छ। यहाँ कोरियामा चाहिँ हनबोक भन्ने पनि छ। यो कोरियाको ड्रेसहरू छ, एकदमै चल्छ। यहाँ उनीहरूको यो ट्रेडिसनल ड्रेस हो यो। यहाँ कोरियामा चाहिँ विशेष गरी चाहिँ यो रोडको वरिपरि चाहिँ व्यवहार गर्न नपाइने रहेछ। या निश्चित ठाउँ तोकिएको हुँदो रहेछ। त्यहाँ गएर चाहिँ उनीहरू किन्ने अथवा बेच्ने होइन। यहाँ ठुलो छ यो एरिया। एकदमै आज सन्डे भएर चाहिँ त्यति क्राउड छैन, नभए त एकदम क्राउड हुन्छ यहाँ। ओके।